आज चाहिँ म भाषाको कथा सुनाउँछु है हजुरलाई। भाषा एप बनाउनुको मेन कारण भनेको चाहिँ मैले पढाउन नसकेर हो। नम्बर 1, मैले धेरैभन्दा धेरैजनालाई पढाउन मैले सकिनँ। मलाई पढाउन एकदमै रमाइलो लाग्छ। अहिले पनि मैले क्लास लिन्छु तर म धेरैजनालाई पढाउन सकिनँ। मलाई बोल्दा बोल्दा गाह्रो भयो। नम्बर 1 यही कारण थियो कि वी हेभ टु बिल्ड समथिङ जसले चाहिँ धेरैजनालाई हेल्प होस् भनेर भाषा एप त्यहाँबाट पनि सुरु भएको थियो है। अनि सेकेन्ड भनेको जब मैले पढाउँथेँ नि उहाँहरूले बिर्सिनुहुन्थ्यो। ला बिर्सेँ भन्नुहुन्थ्यो, रोकिनुहुन्थ्यो। मलाई दोहोऱ्याइराख्न प्रब्लम थिएन। तर मसँग क्लास गर्नुभन्दा अरू बेलामा पनि त प्र्याक्टिस गर्नलाई चाहिन्छ भनेर एप भयो भने दोहोऱ्याइ पढ्न मिल्छ भनेर भाषा एप बनेको। नम्बर 2 चाहिँ जसले सिक्दै हुनुहुन्छ उहाँहरूलाई सजिलो होस् भनेर भाषा एप बनाएको है त। अनि नम्बर 3 रिजन नम्बर 3 चाहिँ के हो भने मलाई धेरैजना जो मसँग क्लास गर्नुहुन्थ्यो उहाँहरूले मलाई राम्रो किताब छैन भन्नुहोस् न भनेर चाहिँ मलाई कुन चाहिँ बुक राम्रो छ भन्ने आन्सर मसँग थिएन। किनकि मैले पढाउँदाखेरि उहाँहरूको प्रब्लम मैले देखिसकेका थिएँ, बुझिसकेका थिएँ र यो प्रब्लम सल्भ गर्न कुन बुक राम्रो छ भनेर थाहा थिएन। एन्ड देन आई एन्डेड अप राइटिङ ओन प्र्याक्टिस बुक। मैले आफै प्र्याक्टिस बुक निकालेँ। अब यो प्र्याक्टिस बुक चाहिँ अमेरिकाभन्दा बाहिर पठाउन मिलेन। त्यसपछि त्यो प्र्याक्टिस बुकलाई हामीले एपमा पनि इन्क्लुड गरेको छौँ है त। यहाँभित्र पनि त्यसको कोर्सहरू छ। नम्बर 4 मलाई थाहा थियो कि यस्तो ल्याङ्ग्वेज लर्निङ एपमा चाहिँ भाषाहरू सिक्नु मिल्छ। तर कहाँ छ त नेपालीलाई इङ्ग्लिस सिक्न मिल्ने? हि भनेको ऊ, वी भनेको हामी, दे आर कमिङ भनेको उनीहरू आउँदैछन्। यो कहाँ छ त? यो त छैन रहेछ। धेरै ल्याङ्ग्वेज लर्निङ एपहरूमा चाहिँ हिन्दीलाई रहेछ, बङ्गालीलाई रहेछ, अरू देशकालाई रहेछ, तर नेपालीलाई चाहिँ राखेकै रहेन रहेछ। त्यो कुराले साह्रै चित्त दुख्यो के। राखिदिएको भए मलाई पनि खुसी लाग्थ्यो नि त। मैले भन्थेँ नि त जो सिक्न चाहन्छ यो एप डाउनलोड गर्नुहोस् सिक्नुहोस् भनेर म त्यही दिन प्रब्लम सल्भ गरिदिन्थेँ। तर राखेको रहेन रहेछ। नेपालीलाई चाहिँ भ्याल्यु नदिया भन्छु म होइन। तर हामी भ्याल्यु दिन्छौँ नि हाम्रो हाम्रो आफ्नो कम्युनिटीलाई। सो त्यो सिचुएसन थियो जसले चाहिँ ओहो रहेन रहेछ। नाउ वाट? देन वी टक्ड अबाउट हामीले बनाउन सक्छौँ नि त। वी क्यान वर्क, वी क्यान डेभलप एन एप। एन्ड देन वी स्टार्टेड। यो भाषा बनाउनलाई चाहिँ 5 to 6 months टाइम लागेको थियो इनिसियली। एन्ड अब कन्टिन्यू यसमा काम भइरहेको छ, कहिले पनि सकिँदैन, रोकिँदैन। र धेरैजना 50,000